लिनु धम धम अब त रेडी हुन्छ हाम्रो Let's go. Let's conquer it, man. I can't see you यार. Okay, see you. Tomorrow. जिम पनि आयो उता दाइ रेडी हुँदैछन् हाम्रो पिरियड कट पुरा लिँदैछन् अहिले पाप बढी फाड्छन् अब आज के आउनु दाइ लोयर चेस्ट अनि ठिक छ हामी पनि रेडी हुँदैछौँ टक्कै अब दाइ अहिले हान्छौँ होइन भयो अब फोन करने न्यू जिम हमारा और हमारा उधर ट्रेनर बिग ब्रदर तो अभी हमें वही भैया वर्कआउट कराएंगे मजा आएगा फ्री ले लिया है ऑलरेडी फ्री लेके अभी वर्कआउट करेंगे ये अपना जिम अच्छा है वेस्ट है तो चलो अभी फाड़ेंगे वर्कआउट अच्छा वो चेस्ट ऐसा कुछ कराएंगे बोला था भैया जल्दी आ जाओ भैया जी क्या देख रहे हो इतना इधर मोबाइल पे लगे है पता नहीं क्या देख रहे हैं मैं रेडी हो गया वो गोप गोप कर देंगे अभी इसका चेस्ट का गंदा गलत मत सोचो भाई लोग और ऑपरेशन से खाना टी-शर्ट हो गया उसका सब राउंड पर्सन भाई बेटा कई संगे निकालते हैं my god Yes, boy. correct Yes. okay Just a couple. Ele de rosa. Usa a suci. कति चेक खाने हामी माछा ढाल्नेछु त्यो लाकिन हुन्छ 4 5 6 7 8 9 10 11 12 13 14 he's 15 last like make it full 5 more 5 4 3 he's 2 last one hold अब भन्दा सिनियर दाइहरुसँग हान्न मजा आउँछ तर अघि कम फिल भइरहेको नि बाबाला हिन्दीमा बोलाउँ कि नेपालीमा नेपालीमा यस्तो हिन्दीमा बोल्नु गर्छु नि त्यो मतलब भन्छ भने तिमीले चाहिँ अब आफ्नै ल्याङ्ग्वेजमा देऊ या तिमी अबै सोच तिमी मसँग त तिमी मसँग नेपाली बोल्छौ तिमी इन्डियाको साथीहरू छ तिमीसँग हिन्दीमा बोल्नु त्यहाँ कोही नेपाली साथीसँग तिमी ओरल बोलेछ त्योसँग नेपाली बोल्नु त्यसो भने एकै टाइपको दिएपछि अलिकति प्योर पनि त हुन्छ नि त होइन यसो हुन्छ जस्तो तिमीले त्यो टोन अफ ल्याङ्ग्वेज चेन्ज गर्दै गयो भने तिमीले के अरे त्यो बाहिरको मान्छेले पनि हेर्छ क्या जस्तो तिमीले अब जो आउट अफ कन्ट्रीतिर दुबईतिर छ भने हेर्छ कि सो त्यसैले चाहिँ सिक्नुपर्छ हो ड्राइभर सिक्ने सबै कुरा सिक्नु नै ठुलो कुरा डिप मसलामा चाहिँ हान्छ नि त्यो पेन के स्क्विज गर्दा स्विटेस्ट पेन इन द वर्ल्ड आफूलाई यति धेरै इङ्ग्लिस आउँदैन दाजु जति आउँछ त्यति बोले सत्य होइन दिनै पर्यो नि
Right. Aha. Look at that chest, man. Squeeze गर squeeze गर. यो स्क्विज गर्दाखेरि होइन सोल्डर हल्का अगाडि ल्याउनु चाहिँ हो यस्तो भनेर पनि यहाँ डिप गर्दाखेरि चाहिँ कस्तो फाइबर देखिन्छ फाइबर पनि स्क्विज हुन्छ नि त यस्तो अब यहाँ राख्यो भने त सोल्डर पकड बाहिर हुन्छ होइन अब यसलाई त हल्का स्क्विज तल भित्र गऱ्यो भने त्यसपछि चाहिँ चेस्ट स्क्विज गराउँछ हो यो पम्प चाहियो हो कि मेन यो पम्प राम्रो भयो भने मजा आउँछ एक्सर्साइज गर्नु जब तक फाडेंगे नहीं तब तक छोड़ेंगे नहीं 3 4 5 6 7 8 9 10 11 12 13 14 14 5 4 3 2 1 hold okay yeah right next हामीहरूले नाउ डिक्लाइन गर्दैछौँ यो हामीलाई चाहिँ यो चाहिँ खासमा नट गुड फर द लोअर के भन्छ लोअर चेस्टको लागि होइन बट एज अ बडी बिल्डर हामीलाई गर्नुपर्ने हुन्छ सो फर बिगिनर्स डोन्ट डु दिस okay they can do only the push-ups decline push-ups okay so it's very risky see 3 4 5 6 7 8 9 10 12 13 14 15 come on 7 8 like okay fuck म्याक्सिमम मान्छेहरूलाई होइन डिक्लाइनको बारेमा थाहा हुँदैन कि अब जस्तो हामीले एकदम हेभी पुस गऱ्यो भने होइन एकदम हेभी पुस गऱ्यो भने डिक्लाइनमा हामीलाई कस्तो हुन्छ भने लाइक अब होल बडी हाम्रो चाहिँ अब होल बडी चाहिँ वेट चाहिँ तल खिचेर हुन्छ क्या होल बडी तल खिचेर हुन्छ क्या होइन जसले गर्दा के हुन्छ होइन जम्मै ब्लडहरू त्यो के भन्छ हामीले ब्रिथ होल्ड गर्दाखेरि चाहिँ टाउकोमा ब्लड प्रेसर पर्छ है ब्लड प्रेसर पर्छ जसले गर्दा चाहिँ हेभी वेट गर्दाखेरि चाहिँ अब जस्तो बिगिनरहरू हुन्छ नि बिगिनरहरूले गर्दाखेरि चाहिँ अब त्यो यहाँ ब्लड एकदमै जाम भयो भने अनकन्सियस हुने अनि ठ्याक्कै हेभी वेट गर्दाखेरि गएर झ्याप्प डरिने हुन्छ त्यो रिस्क जस्तो ब्रेन हामीले चाहिँ डर हुन्छ सो त्यसले गर्दा चाहिँ म्याक्सिमम् कतिपय जिममा चाहिँ राम्रो बुझेको मान्छे छ भने डिक्लाइन राख्दैन त्यसले बरु त्यो डिक्लाइन भन्दा हामी चाहिँ जो एडजस्टेबल होला हुन्छ नि ल बरु त्यसमा चाहिँ गर भनिन्छ यो चाहिँ राख्दैन आज भनौँ आज तर त्यो एडजस्टमेन्ट यो अर्को हो नि त्यो त्यसमा भनेपछि अलिकति ब्याक मसलमा धेरै ब्याक मसलमा अब खास गरी त अब जस्तै अब हामीले गरेपछि त एकैचोटि ब्याकमा अब जस्तै चेस्ट खानेर त पुरा लिन्छ नि त पुरैमा आउँदा हजुरको पुरा अब मतलब बिगिनर त थाहा हुँदैन अब त्यो धेरै जस्तो यहाँको त्यो हुन्छ मसलहरू तर हातमा मात्र आजभोलिको बिगिनरहरूलाई सम्झाउनु गाह्रो चाहिँ युट्युबबाट हेरेर आइरहन्छ होइन त्यही सो तिनीहरूलाई सम्झाएर पनि त्यहाँ मैले नि मैले यस्तो सिकेर हो मैले युट्युबमा हेरेँ त्यही हो युट्युबमा हेरेर सिक्ने हो किन जिम गर्नु पऱ्यो घरमै जिम गर्नु भइहाल्छ त्यही हुन्छ गाह्रो हुन्छ तर सम्झाउन अलिकति गाह्रो हुन्छ सम्झाउनु फेरि अब जो सम्झिन्छ नि त्यसले सम्झाउन मजा पनि आउँछ अब जो अब हुन्छ त अब के भन्नु मान्छे आएर एकदम जिम जिम गरिहाल्छ नि होइन
सबभन्दा ठुलो कुरो त सबभन्दा पहिलो कुरो उठ्छ हामीले आफ्नो मसला आफै बुझ्ने हो है। जसो मैले चिज गरेर भने चाहिँ जस्तो मेरो चिजमा कुन पार्ट एकदम कमजोर छ त होइन, त्यो माइन्डसँग के भने कस्तो हुन्छ भनेपछि ल मेरो यो पार्ट कमजोर छ, ल मैले यहाँबाट सुरु गरौँ न त। जसमा इन्क्लाइन कमजोर होला या मेरो पुरा चिस्टै कमजोर होला होइन, या त मेरो डिक्लाइनै छैन होला। डिक्लाइनको छैन भने चाहिँ मैले कि त प्यालेट एक्सर हाल्नु पऱ्यो होइन, न अब अलिकति बेन्च प्रेस राम्रो हाल्नु पऱ्यो। इन्क्लाइन मेरो चिज चाहिँ छैन भने मैले सुरुबाट इन्क्लाइनमा राम्रो फोकस गरेर होइन। मेरो पनि इन्क्लाइन यो अप्परवाला बहुत कमजोर छ, तर म इन्क्लाइनबाट नै स्टार्ट गर्थेँ। जहिले पनि के गरौँ म इन्क्लाइनबाट नै स्टार्ट गर्छु। त्यही भएर चाहिँ आफ्नो कमजोर मसल पार्टलाई सबभन्दा पहिला प्रायोरिटी दिन्छ। अनि यो सबै मसलहरू बराबर खिलेर हुँदैन। अब कसरी न त कसैको इन्क्लाइन चेस्ट हुँदै हुँदैन, के भन्छ लोवर चेस्ट चाहिँ हुक्लुक्क आइदियो हुँदैन, त्यो चाहिँ राम्रो देखिँदैन। र स्क्विज गर्दाखेरि पनि कस्तो हुन्छ, यो हाम्रो ट्याक मसल हुन्छ नि, यो मसल देखिँदैन है माथि। त्यो अब मेरो बडीमा के गर्नु त्यस्तरी कमजोर त मसल कोही पनि छैन। अब नर्मल त अब त्यो कम छ मसल अप एन्ड डाउन हुन्छ, तर त्यति कमजोर त त्यस्तो छैन। कसैको हुन्छ त एउटा उठेको त्यस्तो मसल बडी नै बिगार्दिन्छ। एज हामी बडी बिल्डरहरूले त हेऱ्यो भने त्यो चाहिँ राम्रो पनि हुँदैन, त्यो राम्रो पनि हुँदैन। मसल त्यस्तो भयो भने मसल एउटा एकदम राम्रो भएर हुन्छ, त्यसै एज हामीले स्टेजमा गएर उभियो भने त्यो मसल एकदम नरम देखिन्छ कि। कसै एकदम त्यो कुन मसल एकदम हार्ड हुन्छ होइन, त्यो मानव ट्राइसेप यस्तो उनीहरूले पुरा फुल फाइबर रहन्छ, नेक्स्ट यो ट्राइसेप देखाउँदा त्यो चाहिँ हुनु भने बराबर सबै मसलहरू बराबर टार्गेट भएर बराबर ट्राइसेप गर्नुपर्छ, अनि बल्ल मजा आउँछ। यो म त्यसै पनि बहुत कमाल्छु, म पनि एकदम कमाल्छु। अब एज अ मानव जस्तो मैले चाहिँ अब गेमिङ फेसमा छु भने हाल्नु मिल्छ, तर कटिङ फेसमा हाल्नु मिल्दैन। कटिङ फेसमा हाल्न हुन्छ अलरेडी बडीको फिटनेसमा हुन्छ होइन, अनि त्यो एकदम त्यो हाई प्रेसर गरेर टाउमा बसेर सक्यो गेम ओभर हुन्छ। ग्रिप नलगा त्यस्तो, यो वाला ग्रिप नलगा, फुल ग्रिप लगा। हो किनकि त होइन पहिलादेखि नै त्यही ग्रिप मैले नाच्छु, यही नै ग्रिप यो ग्रिप भनेको होइन, यसलाई ओपन ग्रिप पनि भन्छ, यसलाई सुसाइड ग्रिप पनि भन्छ होइन। यो भनेको जब हामीले एकदम हेभी वेट राख्छ नि, हेभी वेट राख्दाखेरि एकदम हाई रिस्क हुन्छ होइन। त्यो अब मानव युट्युबकै कुरा गरौँ न, त्यसमा चाहिँ कयौँ त्यो भिडियोहरू हुन्छ नि, त्यो हेरेर डर लाग्दो हुन्छ कि। मानव एकदम हेभी वेट गर्दाखेरि अब हामीले त तल गएर खिच्ने हो नि त, त्यताखेरि त स्लिप हुन डर हुन्छ कि। फुल ग्रिप लग्यो भने के हुन्छ, सेफ्टी गर्छ। बरु कसैले बोलाएर पनि हामीले त सपोर्ट गर भन्नु पनि पायो नि त। अब यो गर्दा त्यो ठक्क तल छोडिदियो भने सक्यो, त्यो पनि हो। हाम्रो चाहिँ त्यसमा पनि मैले One, two, one, 45, लास्टमा हाल्नु नि, हान्दिम हाल्नु होइन नै बस लास्टमा हालेको नि त्यो त हाल्नु पऱ्यो। ओके, सो आई थिङ्क फर्स्ट we need to keep that things here. अब अहिले यो यहाँ अड्कललाई ओके त्यसो एउटा अलिकति प्रब्लम छ यहाँ, खुट्टाहरू हाल्नु चाहिँ यहाँ। सो 20, 25, 30, 35. Okay. ओके Okay, let's go. गो। Nice one. Body weight working on it. चलो जिम भी हो गया अपना, हमारा जिम खत्म हो गया।
फाइनली डन। डन। हेलो अभी जाएंगे रूम में जाके अभी तो खाना खाना है, रेस्ट करना है।